हेलो गाइजहरू होइन के छ तपाईँहरूको हालखबर होइन। अनि वर्ल्ड कप आइसक्यो अनि वर्ल्ड कप सँगसँगै आइएम अल्सो ब्याक अगेन होइन। अनि यो वर्ल्ड कपलाई चाहिँ के रहेछ भन्दाखेरि चाहिँ तपाईँको नेपालतिर चाहिँ लात्ते भकुन्डोको महान चाड विजय वर्ल्ड कप पनि भन्दो रहेछ होइन। अब तपाईँहरूको चाहिँ यो भन्ने स्टाइल चाहिँ मलाई एकदम रमाइलो लाउँछ क्या। विजय दशमी भने जस्तै विजय लात्ते भकुन्डो भन्दो रहेछ यसलाई होइन। अनि के छ भन्दाखेरि अहिले चाहिँ यो वर्ल्ड कप चाहिँ पुरै अमेरिकामा हुन लागिरहेको नि त। अनि अमेरिकामा वर्ल्ड कप हुनेपछि त म त फेरि झोलासोला बोकेर ट्याकट्युक केटाहरू हामी सबै गइसक्यौँ होइन म्याच खेल्नलाई। अब हामी चाहिँ अर्जेन्टिनाबाट खेलिन्छ भन्ने कुरो त अब तपाईँहरू सबैलाई थाहा होला होइन। अब गोलसोल हान्ने कि होइन, गोलै हान्दिने कि के गर्ने, अब कति हान्दा ठिक होला कति हान्दा चाहिँ कस्तो होला, केटाहरूलाई तर्साउने कि गोल बर्साउने कि भन्ने चाहिँ हामी यसो सोचमा डुबिरहेका छौँ होइन। अनि के छ भन्दाखेरि म त अमेरिकामा पहिलेदेखि त यो अमेरिकामा चाहिँ एमएलएस भन्ने गेम हुन्छ नि तपाईँहरूलाई थाहा नि त, त्यो गेम खेलिरहेको बानी है। अहिले चाहिँ मलाई त अमेरिका त पुरै आफ्नै होम ग्राउन्ड जस्तै लागिसक्यो होइन। अनि ती ट्रम्प काका पनि यस्तो रमाइलो मान्छे छन् है। ट्रम्प काकाले पनि मलाई फेरि आफ्नै दाइको छोरो जस्तै गर्छन् कि, कहिलेकाहीँ काका छोरा जस्तो पनि गर्छन्, कहिलेकाहीँ दाइको छोरो जस्तो गर्छन् होइन। किनकि कहिलेकाहीँ भाइ भन्छन् कहिलेकाहीँ भतिज भन्छन् क्या, त्यही भएर होइन। अनि यिनले के भन्छन् भने मलाई राम्रो खेल बाबु होइन, रमाइलो छ, तिमी त एमएलएस पनि खेलिरहेको, तिमीलाई त म ग्रिन कार्ड पनि दिन्छु हेर, अनि तिम्रो म्याच पनि हेर्न आउँछु, साह्रै मजाको छौ मान्छे भन्छन् तिनले है। अब ग्रिन कार्ड दिन्छन् कि क्यार्छन् होइन, ग्रिन कार्ड दिए त अब के भन्ने है, रेड कार्ड चाहिँ खान मन छैन मलाई होइन। अरू त जस्तो कार्ड भए पनि रमाइलो छ। अनि यस्तै हो हाम्रो तयारी चाहिँ पुरै पूर्व तयारी नै छ के अरे होइन। अनि त्यही भएर अब कसले कस्तो सपोर्ट गर्नुभएको छ अनि हामीले कति गोल हानौँला के लाग्दा। अनि हाम्रो मेसी र नेमार भाइ मेसी त म यो रोनाल्डो दोष पनि आइसक्यो होइन। अनि हेरौँ अब केटाहरूलाई भेट्ने यसो चिया खाने भनेको खोइ के हो यार, भेट्नै नमिल्ने है। केटाहरू आफ्नो आफ्नो काममा बिजी, उनीहरू पनि गोल हान्ने सोचमा होला नि त। अब हेरौँ अब के छ, अब कसले जित्ला वर्ल्ड कप, तपाईँलाई के लागिरहेको छ यसो कमेन्ट हान्नु न फुर्सद छ भने है। बाई बाई।